हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म पिकनिक जानुको लागि रेडी हुँदैछु। हामी नेपाली चाहिँ 2 जना, म र मेरो साथी मात्र, अनि अरु साथीहरु चाहिँ श्रीलङ्काबाट हुनुहुन्छ। अनि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है। आज भोलि चाहिँ काम धेरै चल्ने भएर भिडियोहरु बनाउनु खासै पाएको छैन। त्यही भएर यो चोटी चाहिँ 4 दिन बिदा भएको कारणले चाहिँ हामी पिकनिक जाँदैछौं। मेरो चाहिँ फर्स्ट टाइम हो अरु कन्ट्रीको साथीहरुसँग पिकनिक जान लागेको, अनि त्यही भएर म चाहिँ रेडी पनि भइसके। अनि रेडी भएर म र साथी चाहिँ उनीहरुले चाहिँ हामीले लिन आउनु भएको थियो, अनि हामी चाहिँ रेडी भएर गयौं। अनि उहाँ चाहिँ हाम्रो साथी, उहाँले नि भिडियो बनाइराख्नु भएको थियो। अनि हामी चाहिँ सामान यहाँ पछाडी डिकीमा राखेर अनि हामी चाहिँ हाम्रो लोकेसन तर्फ लाग्यौं। हामी जाने ठाउँ चाहिँ त्यहाँ चाहिँ पिकनिक स्पोट नै रे। त्यही भएर हामी जाने बाटोमा चाहिँ यति धेरै मकैहरु पनि फल्दैछ, अनि यसो खेतको बाटो जानु पर्ने रहेछ। धेरै टाइम नलाग्दो रहेछ। अनि हामी चाहिँ लोकेसनमा पनि आइपुग्यौं। यस्तो राम्रो, यस्तो दामी ठाउँ फर्स्ट टाइम होला आएको पनि। पहिला न आएको देखि चाहिँ हामी यसरी कहीँ पनि गएको थिएनौं। अनि यो चाहिँ हाम्रो लोकेसन यति राम्रो ताल पनि रहेछ। अनि हामीले चाहिँ यहाँ सबै सामानहरु रेडी गरे। अनि के ल्याएको थियौं भनेर हामी चाहिँ बारबेक्यू पनि गर्न लागेको। अनि यहाँतिर सबै सामानहरु रेडी गरेर यसमा कोइल हालेर अनि त्यसमा आगो बाल्यौं। अनि त्यसपछि हामीले अरु सामानहरु रेडी गर्न थाल्यौं। अनि त्यसपछि आगो बालेर अनि यसमा चाहिँ मासु पोल्यौं। अनि त्यसपछि हामीसँग चाहिँ मासुको आइटम चाहिँ चिकन र पर्क थियो। हामीले चाहिँ चटपटे पानीपुरी लगेर गएको थियौं। त्यसपछि हामीले चाहिँ चेयर्स गरेर पार्टी स्टार्ट गर्यौं खानालाई। अनि उनीहरुले चटपटे दिएको, उनीहरुले चाहिँ फर्स्ट टाइम रेकी अनि हातले खानु भएको थियो, चम्ची थिएन नि त। अनि पानीपुरी फर्स्ट टाइम खानु भएको रे उहाँले, धेरै मिठो लाग्यो रे। अनि त्यसपछि हाम्रो मासु पनि रेडी भयो, ससेज पनि हामी सबै खान थाले कि मैले चाहिँ खुर्सानी खाएर मेरो चाहिँ आँसु आएको थियो। अनि हामीले मोमो पनि लगेर गएको थियौं। मोमोलाई नि यही तताएर खायौं। अनि एकछिन हामी स्विमिङ गर्न गयौं। स्विमिङ त आउँदैन, त्यही पनि पानीमा डुब्न गएको। अनि त्यसपछि खरबुजा खायौं। खरबुजा खाएर हामी चाहिँ पोखरी ताल भनौं अब जे भयो नि हेर्दै फर्क्यौं। बाइ बाइ।